हेलो गाइस, हामीहरू चाहिँ अब हामीहरूको नयाँ के भन्छ जर्नी सुरु हुँदैछ। अनि हेलो सबजनालाई हेलो भन्दै हिँड्छ अरे न त्यहाँदेखि के हेरेर चाहिँ उताको हामीहरू चाहिँ अब जान्छौँ होइन गाई त गाई त गाई चाहिँ हामी चाहिँ यसरी गएर चाहिँ हामी प्लम्सर आइपुगिसक्यो। अब प्लम्सरबाट बसबाट जान्छौँ, बसबाट उता ट्रेनमा जान्छौँ होइन बिस्तार होइन सुरज हिँड्न जाँगरी। अब तपाईँहरूलाई म उता पुगेर देखाउँछु। हेलो गाइज होइन हामी चाहिँ अब एलिजाबेथ लाइन चढेपछि त्यसपछि चाहिँ नर्दर्न लाइनसम्म पर्दो रहेछ कि नर्दर्न लाइन भनेको एउटा यस्तै छ क्या हाम्रो केटाहरू यहाँ छ। अनि मेरो सुर्केस यहाँ छ यसरी। अनि अब हामीहरू नर्दर्न लाइनबाट उता डाइरेक्ट लन्डन स्ट्यान्ड भन्ने ठाउँबाट जान्छौँ, त्यहाँबाट जान्छौँ हामी देखाउँछौँ तपाईँहरूलाई होइन। हेर्न त गाइजहरू राम्रो राम्रो हुन्छ होइन। आज भोलि पर्सिको हुन्छ हाम्रो यो कुरा चाहिँ हाम्रो यो टुर भन्ने एउटा गाजर हुन्छ होइन त्यो नर्थमा के भन्छ त्यसलाई नर्दर्न लाइनबाट अब यहाँ निस्क्यो क्या हो लन्डन स्ट्यान्ड भन्ने ठाउँमा। सुत्दो टोइलेटमै पाउँछ होला नि त्यहाँ। त्यही त आमामा कत्रो ठुलो रहेछ यो त यार। 10-17 हेर्दा 70 मिनटमा आइपुग्छ हामी त। हाम्रो होइन यहाँबाट चाहिँ सुरु हुन्छ क्या हाम्रो जर्नी। मतलब अब चाहिँ यहाँबाट यो ट्रेनबाट चाहिँ हामीहरू चाहिँ लन्डन गएर निस्किन्छौँ होइन। ठुलो होइन सुरज अलि मोटेदेखि आज भोलि अब सिट छान्छौँ हामी 4 जनाको। कागको लगाएर गाइन्छन् गाइजहरू तपाईँहरूलाई सबै कुरो देखाउँछ होइन एउटा क्या। यो मेरो यो सुर्केस यस्तो दामी आफै घुट्छ क्या हेर्नु न गाइजहरू। आटो क्या आटो। अनि अब त्यहाँ चेकिङ गर्छ जस्तो लाग्यो क्या गाइजहरू है। तपाईँहरूले कन्टिन्यू गर्ने ट्रेन देखाउँछु रुनै कस्तो हुन्छ है। यो हाम्रो चाहिँ डिपार्टिङ अन 11:40 23 भइसक्यो। यो चाहिँ नर्मल है सबै ठाउँमा हुन्छ यो लन्डनमा। हामी कहाँतिर बस्ने है? सिट त खाली छ कि टर्नै के हो गेट यहाँ आइज यहाँ एउटा रहेछ खाली यहाँ गाई चाहिन्छ होइन। हामी के भन्छ केटा हो हामीहरू त लन्डनबाट यता नर्थ हेम्पटन आइसक्यो। अब हामी काजल लगाएर केटा हो काले अब हामीहरू चाहिँ यहाँ कहाँ पुग्यो नर्थ हेम्पटन पुग्यो होइन। अब यो चाहिँ यहाँ के रहेछ यो न हामी अहिले 3 जनसित 1 जन जिउको नजिक केटा हान्ने क्या हान्दिहाल्यो हिजो डर कम भन्यो क्या लास्ट त्यसको ग्याङ बोलाएर आएन नि क्या। जा आयो अब हामी यहाँ पसल लिन आएर चाहिँ नर्थ हेम्पटनको होइन। कसैले हामीलाई चिनेछ भने भन्दा होइन गाइज अब चाहिँ होइन टक्क हामी आउटसाइड लन्डन हो। यो जर्नी त हाम्रो स्टार्टिङ हो कि केटा हो होइन। हेर्दै गर्नु नि तपाईँहरू के देखाउँछ यहाँ सब हुस्सु लाग्छ क्या। ह्यान्डसम सबभन्दा ग्याङ यो छ ह्यान्डसम। अनि सेकेन्ड ह्यान्ड चाहिँ यहाँ देखाइदिए स्माइल वा सिट गरेर छु सिट खुब रमाइलो भएर आज 2 जना के होला सायद सब हुस्सो छ क्या नेपालमा जस्तै। के खानेकुरा किन्छ म भएन स्ट्यान्ड गाइड चार्जर निकाल्दा हेलो गाइज हामी चाहिँ अब अर्को ट्रेनमा गइरहेको छ होइन नर्थ हेम्पटनबाट 4.5 घन्टाको वेट पछि अझै लास्ट 4 भएर चाहिँ किन हो उतातिर जागिल भन्नु छ टाढो छ है। टाढो भयो अब के गर्ने होला। यो ट्रेनमा हिटर छैन क्या गाइज हो सिक्यो गाइज सिक्नुपर्ने हुन्छ अब म यहाँ एउटा बहन बाजे हामीहरू चाहिँ होइन के भन्छ अन्त के भन्छ कहाँ त हामीहरू फाइनली हामीहरू क्रिउ भन्ने ठाउँमा आइपुग्यो कि होइन। क्रिउबाट त्यसबाट चाहिँ अब अर्को ट्रेनसम्म दिएर जानुपर्ने छ लेक डिस्ट्रिक्ट भनेर। हामी त होइन यस्तो टिकटक बनाइरहेको थियो होइन। हामीहरू चाहिँ होइन अब अर्को ट्रेनमा आइसक्यो। यो ट्रेन चाहिँ लास्ट ट्रेन हाम्रो छ होइन।
लास्ट ट्रेन आज लास्ट ट्रेन हो अब लास्ट ट्रेन नभन फेरि उता गएर अर्को ट्रेन लिनुपर्छ होला बोनस बोनस केन्द्रै हुन्छ तर हाम्रो ट्रेन छ वेदर इज टु गुड हातहरू कति राम्रो भएको छ चिसोले गर्दा होला चिसोले तातो मिसाएर ताएको याद हो मलाई थाहा छैन कति राम्रो छ म तपाईँहरूले देखाइदिन्छु हेर्नु आमामा यहाँभित्रै पसल छ कि पसल छ प्लेनको जस्तै हेर्नु न कि प्लेन किन चाहिँ त यो भइसित होइन एसी प्लस ऊ हेर्नु न हामीहरूको सुर्केस हेर्नु हेर्नु टोइलेट त्यहाँ उतातिर हेर्नु हामी छ ग्यास त हामी होइन अनि पछाडि ग्यासहरू सिटी पारेर त दिँदैन होइन अब मटै गीत छ मटै नि आएछ अब तपाईँहरूले बारी पुता गाइछु गाइस हेर्नु न गाइज हेर्नु न गाइज हेर्नु न गाइज के आइपुग्यो हेर्नु न गाइज फाइनली गाइज हामी आइपुगिसक्यो अब हाम्रो डेस्टिनेसनमा यो चाहिँ लेकडेलको विन्डमे भन्ने ठाउँमा हो क्या हौ राम्रो छ दामी छ हौ दामी छ क्लाइम पानी नि परेको छैन होइन यस्तो दामी छ मेरो सुर्केस यहाँ छ मेरो पुतली यहाँ छ ऊ अनि हाम्रो त्यहाँ छ रुम हेर्नु लाग्छ हाम्रो रुम पनि हाम्रो बुक गरिसकेको गाइज हो तपाईँहरूले देखाइहाल्छ ऊ त्यो चाहिँ हाम्रो कार हो अब त्यो सेतो कि सेतो यो कि यो यसमा जान्छौँ अब हामी तपाईँलाई अब डाइरेक्ट म होटेलमा गएर देखाउँछ है त बाई त्यही हो होइन हाम्रो गाडीले यहाँ रातो रहेछ हौ सेतो भनेको त रातो गाडी रहेछ हाम्रो होइन गाडीले यहाँ पुरै त्यही हो क्या गाइजहरू होइन हामीहरू चाहिँ अब हाइकिङ जानु लाग्छौँ होइन माथि भ्यूमा जाने भनेर अनि यसरी हिँडिरहेको छौँ होइन यस्तो गाउँघरमा जस्तो छ मेरो गाउँमा योभन्दा दामी बाटो छ त्यस फाइनल हामी यहाँ कहाँ पुगेर राम्रो ठाउँमा होइन अहिले चाहिँ यतातिर चाहिँ होइन त्यो हुन लाग्छ कि हुसो जानु लगाएको छ त ड्रोन उडाउनु खोज्छ यहाँ चाहिँ यस्तो छ उल्लु छ नवीनको साथी ऊ त्यो माथिको हेर्नु न गाइजहरू छ म जुम गरिदिन्छु है अलिकति जसले आर्टले बनाएको जस्तो छ कि हेर्नु कस्तो दामी छ है मलाई थाहा छ कि किन गाली हानेर हो त्यतिको अवस्था अलिकति त छेउमा पस्दिएको रे स्टिक जस्तै देखिँदो रहेछ कि उसको आफ्नो दुनियाँमा चाहिँ होइन मैले के भन्नु खोज्छु भन्दाखेरि यो देखाउनु चाहिँ किन देखाउनु तल होइन यस्तो थियो क्या होइन अनि हामीले त यो वनमा एउटा केही भेटेन नि त त्यस्तो अनि त्यो भएर उनीहरूले यस्तो बनाइदिएछ कि मूर्ति यिनीहरू लाइक सेन्टी भएर नजाओस् भनेर त्यो उसको आफ्नै पारा छ कि हेर्नु नि गाइजहरू दुम्सी अब यहाँ माथि छ होला सायद त्यसो मलाई लाग्छ यहाँ त्यो दाउरा नै बेच्दो रहेछ हौ उयो त माथि के रहेछ हेर्नु मन लाग्यो मलाई हार छिटो छिटो मान्ने त्यो फक्स जस्तो नि जाएर उता लन्डनतिरको छिटो जानु त्यो डाँडामा के रहेछ हेर्नु त्यो दामी छ कि त्यहाँ भ्यू पोइन्टमा हेरौँ न त ओए हेर्न यो चाहिँ दामी छ कि जिजा छ क्या मलाई लाग्छ जिजा छ हेर्नु त त्यो होला That does not been out of the good. Pack your dog poo रे ओ पू भन्दो रहेछ नि आच्चीलाई त आच्चीलाई त पू भन्दो रहेछ हो र पियो पू हुन्छ र पियो पो हुँदैन के पो भनेको पिओ हुन्छ पू पियो पू मात्र छ पियो पू हुँदैन नानी है पियो यता गएको अन्त सर्टकट हान्दिउँ न त सर्टकट खै केटा ए माथि जाउँ कि यताबाट आऊ न
यो बाटोबाट जानु जस्तो लागिरहेको मलाई बाटो छ त्यहाँ सर्टकट गरेर फेरि सुरजको साथी आयो भने गाह्रो पर्ला होइन यहाँ दामी चाहिँ गाई छ तपाईँहरूलाई म देखाउँदै त ल ल ल ल स्वाइन त्यस्तो रहेछ यो त पानी च्याउच्याउ भएर मेरो त पाइट पनि होइन ठुलो छ कि अलिकति मेरो प्यान्ट चाहिँ बर्बाद हुने हो वासिङ मेसिन छ भने त्यहाँ वासिङ मेसिनमा हालिदिन्छु म त के हो जहिले तर होइन पाहाडहरूमा होइन यस्तो हुन्छ होइन अनि त्यसको पछाडि अर्को एउटा पाहाड हुन्छ क्या त्यसको पछाडि एउटा यस्तो हुँदो रहेछ दिन सरप्राइज छैन अझै माथि उत्ताएर चाहिँ त्यो केटा त कहाँ पुग्छ त ओ तिमीहरू किनेर बिस्तारै हिँडेको हेर नि गाइजहरू यस्तो स्लो पोकाहरू थियो नि फेरि बोलाउनु थाल्यो त अन्त गाइजहरू अब तपाईँहरूलाई माथि भेट्छौँ उता यो रोड छ अब यस्तो रोड छ सुरज एक्लै हिँडिरहेको छ सुरजलाई तेरो घर पनि भेटिहाल्यो ऊ सुरजको घर एउटा फुर्किन्छ सिधो फुर्किन्छ एउटा रुन गाई चाहिँ म फुर्किन्छ एउटा गाई जो अब हाम्रो लास्ट आजको यो हाइकिङको मतलब के भन्छ अरे के थियो कि हाम्रो लाइक डेस्टिनेसन लाइक समथिङ लाइक द्याट यो आइपुगिसक्यो यहाँ हाम्रो सोल्टिनी सबजना यहाँ छ यसो छ ल है त तपाईँहरूलाई म देखाउन गइरहेको छु कमन गाइज तर होइन तर होस्टेलले गर्दा तपाईँहरूलाई मैले यस्तो देखाउन सके जस्तो देखाउन सक्दिनँ होला तर यही हो तर आउनु खोजेको चाहिँ हामीहरूलाई है के हेर्न लाग्यो हामी यत्रो टाढा लन्डनबाट What is this, man? Nothing is going to. यो होस्टेलले गर्दा हो के गर्नेलाई यस्तो यार सब होस्टेलले कभर हुन्छ यार साला खाते होस् ए नागा हामी कुकुर हेर्नु कुकुरै चाहिँ कुकुर ल्याउनु मिल्दैन ऊ त्यहाँ खोला रहेछ पानी बाँधेर बस्नु भने के हो त है अहिले पछि तपाईँहरूलाई त्यो उतै खोला पनि रहेछ भन्छु म कुराहरू पानी बाँधेर नि उता खिन्दा पोज हान्दा चाहिँ त्यहाँ अन्त हामी केटी हो त नि अब हेर्नु उसको पोज गाई छ टाइटै पोज हान्ला रहेछ दाजु त्यस्तै त नि केटाले पछाडिबाट यस्तो गर्ने त्यही त नि टाइटानिकको पोज यस्तो गर्ने यस्तो त केही राम्रो आएको छैन म तपाईँलाई यस्तो राम्रो भ्यू देखाइदिन्छ नि तर यो बादल खातेले गर्दा हो क्या जाँदा पनि जाँदैन ऊ त तलतिर भेडाहरू छ जस्तो लाग्यो नि त सेल्फी हजुर वाह भाइ वाह सिकान तक्लु ओइ गीत बजा कि त के भयो गीत बजा के गरे मलाई थाहा छ क्या म सिकाउँछु समात एकचोटि ए मलाई देखा त म सिकाउँछु यसलाई यो चाहिँ पोत सिकाएको रे है गाइज एउटा कुरा हेर्नु न हाम्रो गाउँमा त भेडा पाउँछ भनेको त्यहाँ नि पाउँदो रहेछ भेडा हेर्नु न अलिक त्यतातिर पनि क्लियर हुँदैछ बिस्तारै बिस्तारै गाउँ घरको जस्तो छ अलिअलि ठुलो यस्तो छ चारो छ लास्ट
साहब काम लाग्नु पो थाल्यो देखि बस्छौँ क्या यार खै त तिमी हेलो गाइस हामी त होइन हिजो माथिबाट आएर अनि हामी रुममा आएर सुतिसक्यो होइन अब हामी उठिसक्यो हिजोको भ्लग त्यति नै होइन अब आजको भ्लग स्टार्ट हुन्छ गाइस हिजोको भ्लगलाई यहाँ इन्जोय गर्नुहुन्छ है त्यही नानु बाई गाइस